Hello guys, welcome back to my new video once again. म चाहिँ अब आज बुकारेस्ट जान लाग्यो। अब हिँडिसके अपार्टमेन्टबाट त हिँडिसके। अब त्यहाँ मेरो केही कामहरु भयो, त्यही भएर जान लाग्यो। अब ट्रेनमा 6 घण्टा हुन्छ भनेछ। अब गएर के हुन्छ म सबै भ्लगमा ल्याउने कोसिस गर्दैछु। बोल्ट मगाएर बोल्टमा जान लाग्यो। बस त आयो, आउन त आयो उहाँ बस, तर बसमा अलि ढिलो हुने भयो के, त्यही भएर बोल्टमा आउँछ। बोल्ट आउँछ, बोल्टमा जाने हो। सी यू गाइज। अहिले चाहिँ बोल्ट आयो, बोल्टमा चल्यो। बोल्टले नि टाइम लाग्यो रेन्जर आउन, क्यान्सल गरेर अर्को बोल्ट मगाएको। अहिले चाहिँ अब ट्रेन स्टेसन जाँदै हो। चल्दैछ रोमानिया, यस्तै छ रोमानिया, युरोप र यो है। Right now we are at the fucking jam. Come on, traffic. Construction is going. Oh man. ढिलो भएको बेला झन् रेड लाइटमा परेको रहेछ यार। रेड लाइट पनि 1 मिनेट छ अझै। चाहिँ कोपर्स गोल देख्नु होला। ढिलो भयो, ट्रेन सुत्ला कि भन्ने डर पनि छ। हामीले भनेर उहिले छिटो पुऱ्याइदिन्छ अरे। अब भर्खर भने चाहिँ कुदाउन नि कुदाउनु बाँच्छ क्या हो। राइट नाउ वी आर एट द ट्रेन स्टेसन। ट्रेन पनि आयो। सेकेन्ड क्लासको काट्यो टिकट चाहिँ। ट्रेन पनि यस्तै नै छ, यस्तै छ ट्रेन हो, यस्तै छ ट्रेन। वासरुम सबैमा सिग्रेट जोन नभन्छ। अब ट्रेन अब 10-15 मिनटमा चल्छ होला। 10-15 मिनट पछि जाने। राइट नाउ आई एम इन द ट्रेन। ट्रेन चाहिँ स्टेसन आएर रोकेर फेरि चल्ने होला। ट्रेन चाहिँ सबै खाली खाली नै हो। चलिरहेको 10को सिटमा मान्छे हिँड्ने जस्तै चलेको। कहिले पुग्ने हो यसरी चलेको। अब कहिले पुग्ने हो बुकारेस्ट। यताबाट खोलेको, यताबाट खोलिदिँदा प्याक्क पर्किदिएर मान्छे ब्रेक भयो। ब्रेक 10 मिनटको थियो। 10 मिनट ब्रेक भएर पनि अब फेरि हिँड्दैछौँ हामी। बस आवर डेस्टिनेसन टनेल राति नै भइसक्यो। अब भइसक्यो भन्नाले अब 10 बजीसम्म त उज्यालै हुन्छ। 10 बजेपछि राति हुने। हामी चाहिँ त्यो 11:20तिर पुग्छ बुकारेस्ट। त्यहाँपछि अब बोल्टमा गइसक्यो। अब आई विल अपडेट यु गाइज। राइट नाउ ट्रेनमा हल्ला गर्न नि मिलेन नि त। अर्काको ठाउँ हो कि थाहा छैन नि त, नयाँ हो कि थाहा छैन। धेरै पछि यस्तो ठुल्ठुलो डाँडाहरू देख्न पाएँ यार। आनन्द आउँदो रहेछ। अब नेपालमा त धेरै देखेको पानी, जहिले देखेको पानी। यहाँ नि धेरै पछि देखेको। रोमानिया यस्तो ठुलो त देखेको थिएन, धेरै पछि देखियो। त्यस आनन्द हुँदो रहेछ। तपाईँहरूले नि हेर्नुहोस्। 9:30 बज्यो। अब 1-1.5 घन्टामा पुग्छ हामीले चाहिँ बुकारेस्ट। बाहिर सनसेट भयो, तर यो लाइट बोलेको भएर देखेँ होइन कि। We just arrived at the Bucharest train station. ट्याक्क टाइममै ल्याइदियो। के अरे 10:30 को थियो टिकट्समा। यहाँ नि ट्याक्क 10:30मै ल्याइदियो कि। कस्तो वाट अ टाइमिङ यार। विदेशमा 1 सेकेन्ड नि कति इम्पोर्टेन्ट हुन्छ यार। We just arrived at the train station Bucharest. अब केही भेट्यो भने केही खान्छु स्न्याक्सहरू। अब भेटेन भने रुममा गएर अब के हुन्छ त्यही खाने। We just arrived at the Bucharest airport. मान्छे डेन्जर थियो। अब मान्छे अब कता कता गइसक्यो। अब
train is fully packed today. अरू बेला हुन्थेन त्यस्तो प्याक. This time the train is fully packed. त्यस्तै छ, एयरपोर्ट जस्तै रहेछ. I just called to my driver and driver is saying give me 20 minutes I will come. अब 20 minutes यता यसरी हिँड्ने. अब केही भेट्यो भने केही खाने हो. अब भेट्दैन जस्तो ला. यो चिया खाएर भएन, ड्रिङ्क्स खाएर भएन. ड्रिङ्क्स खाने भने झोलामै छ. अब त्यही अब केही अब खानेकुरा अगाउने कुरा भेट्यो भने खान्छु, नत्र अब रुममा गएर के हुन्छ त्यही खाने. अब एयरपोर्ट जस्तै रहेछ. यतापट्टिको चाहिँ म फर्स्ट टाइम हो. उतापट्टि झर्थेँ म चाहिँ पहिला आउँदा. दिस इज फर्स्ट टाइम. वी जस्ट एराइभ एट द बुकारेस्ट ट्रेन स्टेसन. राजधानी भनेको राजधानी नै हुन्छ. हामी अब उता सिडी अब क्राउडहरू थिएन. अब यहाँ क्राउडहरू त्यही त हो. पोखरा अहिले चिप टाइपको छ, काठमाडौँ अहिले पोल्युटेड टाइपको छ भन्छ. त्यही त पोखरा नि पोल्युटेडै हुन्छ. त्यही हो. अब ड्राइभर नआउने बेलासम्म यो चलाउनु पर्छ जस्तो छ. यो चल्छ चलाउनु पर्छ जस्तो. यस्तो त डर हुन्छ क्या त मलाई त. चलाउनु लास्ट डर हुन्छ मलाई त्यस्तो त. त्यही नै हो. पहिला चलाएको थियो एकचोटि लोटेर हो. चलाउन मन नलाउने, चलाउनै नआउने भन्दै कस्तो मेन रोडमा रोटेन, कलीमा लोटेथे. Finally we reached and our Sri Lankan friend pick us. He is in driving mode and we are heading towards our accommodation. After a long time we came back again at Bucharest. It's really nice but too much crowd. We are heading towards the accommodation. Finally we reached at our accommodation right here. And there are few cars of our company. Okay. Come to Romania. Come and enjoy. Epic bomb you. Now we are going to the van, heading towards our destination. Again back to Sibiu. पछाडि त केही देखिएन होला. मैले दाँत पनि देखेँ होला नि. बिसाउँछ अहिले फेरि. चाउ चाउ चाउ. यो निगा कम अन या निगा. अहिले चाहिँ नेपाली रेस्टुरेन्टमा हो. अब खाना खान आएको. खाना अर्डर दिइसकेछ. अब टेस्ट गरेर भन्छु नि म कस्तो छ. त्यही हो नेपाली रेस्टुरेन्ट. दामी मिठो लाग्यो. भात आएको एकछिनमै सकियो. अर्को मैले भातै नखाने मान्छेलाई नै मिठो लाग्यो भन्छ. दुध चाहिँ केटा हो. मेरो के अरे बोल्ट पनि आयो. कता B11. I haven't found B11. Where is my ball? It's B11. B11. भर्खरै समात्यो. बसबाट झऱ्यो अनि बोल समात्यो. अब कति 1 घन्टा भने. अब कति बेला पुऱ्याउँछ हेरौँ. म चाहिँ इनसाइड भिलेज जानु भएको. बोल्टबाट झरेर 4.1 किलोमिटर हिँडेर जाँदैछु क्या म. बोलले कहाँ छोडिदिएको के. त्यो झ्याउला र यार. कहाँ छोडिदियो बोल्दै यार. यो 4 किलोमिटर हिँड्दै